Hi everyone, Namaste Jorle, welcome back to my channel after a long time. If you are new then hi, it's me Alan Maga back again with new video. So मेरो आफ्नै व्यस्तताको कारणले गर्दाखेरि म मेरो युट्युबमा आउन पाएको थिएन. सो लङ टाइमको ब्रेक पछि चाहिँ म मेरो युट्युबमा फेरि आउन सफल भइसकेको छु र आज चाहिँ म यस्तो पिस ठाउँमा छु. यो हो मेरो गाउँ, आफ्नै गाउँ फर्किआए. म हिजो बेलुका जिपमा आएको, कोर्टमा जाने हो. यहाँ कन्या केटीहरूलाई लिएर अनि दमे बाजेहरू आउनुहुन्छ, बाजा बजाएर यताउति गरेर सुरु हुनेवाला छ हाम्रो कोर्ट पूजा. Say hi. Hello. ल भन. आलम बनाउन गएको. आलम बनाउन लाउनु भएको रे. बनाउनु पर्छ किनभने पोरा पुजारी यहाँको. पोरा पुजारी यहाँको. म यो बोकेर एउटा गाडी लिएर जाने हो. पनि जान्छस्. अझै पानीको पारा दौडाउने है. पारा सक्दैन. काट न एकचोटि. काट. छ्याप्प. ठुलो रहेछ कि यो. ल हाम्रो डोला पनि भयो. रेडी भयो. हजुर यता बान्डामा झुन्डाइदियो. हो त्यसरी राखिदियो हुन्छ. रेडी भयो रेडी. यो हड्डी नभएको बाख्रा. मम्मी हामी जान लागिसके माथि कोर्टमा हिँड्दै हो. हामी हिँडेको ल आउनु जाम. त्यो पहाडीको गाउँ कस्तो राम्रो देखिएको के. त्यो पहाडीको कुन गाउँ हो नि. ए चोकवाडी गाउँ रहेछ त्यो पहाडीको पनि देखाएको. यता त यस्तो खोल्सा रहेछ. के गरेको रे यो चाहिँ. ए त्यो चाहिँ ध्वजा बानेको रे. रातै भयो हाम्रो मम्मी त पसिनाले. हाम्रो कोर्ट घर आयो है त. यही हो गाई छ. यही है त गाई छ त हाम्रो कोर्ट घर. हाम्रो चाहिँ 3 चोटि घुम्न पर्छ म्याक्सिमम. सेकेन्ड राउन्ड पनि कम्प्लिट हुन लागिसक्यो. अब लास्ट एक राउन्ड त्यसपछि सकियो. लास्ट राउन्ड त्यसपछि सकियो. ल हिँड ल जाऊ अगाडि जाऊ दिदीहरू भन्दा.
ल है त गाइजहरू अब सकियो यति नै लास्ट हो अन्तिम मतलब घुम्ने चाहिँ सकियो अब चाहिँ यहाँ काठमार पूजासुजा हुन्छ यो चाहिँ हाम्रो है त हो हाम्रो यो चाहिँ हाम्रो हो तोरण बाँध्न लागेको गाइजहरू हाम्रो बाख्रा पनि मान्यो पारा पनि मान्यो र यो रुटा चाहिँ मानेकै छैन कतिखेर कुन्नी दुईवटाहरूको माने एउटाहरूको मानेको छैन दिन भइसक्यो दुँदाखेरि 4 वर्ष लौजा मलाई पनि 9 बजे लाग्यो खुट्टा दुखेपछि यस्तो हालत बनाएर हिँड्नु पर्यो अब क्या त नि यस्तो भा नि खासमा त ऊ त्यो रोडको बाटो हो के अरे हामी सर्टकट बाटो यो बाटो आएको गाइज म चाहिँ फर्किँदैछु एक्लै बिन्दास पारामा अनि सबैजना चाहिँ फर्किसक्नु भयो अनि कोही चाहिँ सुरुमै अगाडि नै जानु भइसक्यो अनि अघि आमा र मम्मी हिँड्न नसक्नु भएको भएर त्यो मास्तिरबाट झरेको दाइहरूलाई बाइक स्कुटी जे आउँछ त्यसमै पठाइदिएँ अनि त्यहाँबाट लैदेऊ जहाँसम्म हुन्छ त्यहीसम्म भनेर लैदिनु पठाएँ अनि सो म चाहिँ एक्लै अब हिँड्न नसक्ने खुट्टा दुख्ने भएपछि त अलिक गाह्रै हुन्छ नि त अनि त्यही भएर म चाहिँ एक्लै हिँड्दैछु यतातिर कोही छैन पिस आनन्द लिँदै अनि सो आजको दिन यस्तै रमाइलो नै भयो बित्यो एकदमै रमाइलो भयो सो अब चाहिँ भोलि चाहिँ दसैँ हो सबैजनालाई ह्याप्पी दसैँ यो चाहिँ मेरो नयाँ ट्राइपड हो मैले यसको चाहिँ अनबक्सिङ भिडियो चाहिँ छुट्टैवाला गराउँछु भन्ने सोचेको थिएँ तर मेरो आफ्नै व्यस्तताको कारणले गर्दा मैले गर्न सकेन मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ मेरो नयाँ किनेको कुरा सुनाएको है त त्यही नै हो गाइज मैले हजुरलाई एउटा कुरा देखाउँछु कि यो चौपारी चाहिँ हाम्रो मम्मी र बाबाले गराउनु भएको चौपारी घरमा कलर लाउनु आउनुभएको थियो नि त्यतिखेर कलर लाउनु भएको अरे हामी चाहिँ घर आएर पनि खानासाना खाएर बसेको खाना फेरि कस्तो बेलुकाको होइन दिउँसोको खाना खाएर बसेको चाहिँ मासु हजुर हेलो भन्नु ल ब्लग चाहिँ यति नै थियो रमाइलो पनि भयो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल बाई बाई